गाइस हाम्रो गाउँमा चाहिँ फेरि दुर्घटना भयो। यो गाडीको दुईटै चक्का फुस्केको छ। फुस्केर यता नर्थतिर कता होला, नर यता छ हैन, अँध्यारो छ अहिले। यो चाहिँ जन्ती लिएर आएको गाडी हो हैन, चक्का फुस्केछ हेर्न सक्नुहुन्छ। यता यो नर यता यता कतातिर होला, यता नर छ। यहाँबाट टायर निशान छ के हेर्नु त, यहाँ हेर्नु त, यहाँ टायर निशान हो नि। यता यसरी भित्र बसेर यसो छाम्नु न तलसम्म। बेहुली नगएको गाडीको टायर फुस्केर यहाँ पस्नु त, यहाँ पसौँ न, यहाँ छाम्दै जाऊ। टायर ऊ बसको टायर डिक्सम्म भएको होइन अनि कस्तो दुख्दैन टायर। मैले माथिबाट निकालेको त बन्दिन, टायरै निस्केको जोग्दैछ के यो टायर बन्दै छोड्यो नि यत्रो पानी छ। अनि एकचोटि मुनि एउटा तल गरेर एउटा माथिबाट खोज्नु नि, नभए बगेर तल लगिदिन सक्यो त नि हैन, जान्दैनन्। बगी त त्यत्रो साह्रो त नपर्ने, पानी भरिएपछि त जाम्छ नि त। अनि यहाँबाट फुस्केर आएको छ, यत्रो माथिबाट फुस्केर आएको छ भने जाँदैन त। ए पस्दैन नरमा, जान्छ अनि थाहा होला। यहाँबाट फुस्काबाट पुरा माथि छ नि, माथि माथि एउटा टायर उतै खसेको छ। ऊपर झर्या त्यो फलाम तपाईहरुको। हामी हिँड्दै आउँदै थियौँ, यो गाडी स्पिड आयो कि खतराङ यत्रो टुक्रा झर्यो फलामको पर। यहाँ निस्केको थियो पहिला, यहाँबाट फुस्केछ। ओ यहाँबाट झरेछ अनि इन परेछ फलामको टुक्रा। ऊ यो बाइकबाट एउटा हामी आउँदा हिँड्दा आउँदै आउँदै झर्या के नट, अगाडिको नट हो। हेर्न सक्नुहुन्छ यहाँनिर चक्काको अहिलेको अभाव छ, गाडी यस्तो छ अहिले हैन। म तपाईहरुको प्यारो पुकार ब्लगर। तपाईहरुको एउटा सामान माथि फुस्केछ अरे होइन, म गाडीभन्दा अगाडि कुद्दै गरेको देखेको थिएँ। त्यो त्यही रोडमा ढल्छ होला, अर्को चाहिँ हेर्नु पर्यो भनेको नरमा बग्दैछ ताने हतार त। अब अर्को खोज्दैछौँ, खोइ कहीँ देख्दै। एउटा सामान माथि छोडेछ अरे नट गाडीको। यता त छैन होला, झारबारी झारबारी। हेर्न सक्नुहुन्छ गाइस, भेटिएन। म चाहिँ ड्राइभरलाई भनेको यसले केही बुझ्दैन। तपाईँको प्यारो ब्लगर, पुकार ब्लगर। हेर्न सक्नुहुन्छ बेहुली लिएर आएको अरे, बस छैन। अब बेहुलीलाई यहाँ घरको हाम्रो आँगनमा सुताइदिन्छ सबैजनालाई, जन्ती जन्ती सबैलाई। यो जन्ती यहाँ हेर्न सक्नुहुन्छ यत्रो। कहाँ हरायो चक्का। एउटा चक्का यहाँ यस्तो छ, यस्तो एउटा फुस्केछ। यो चाहिँ नरमा थियो, यहाँ नरमा थियो होइन, लिएर आयो खलासीले, ड्राइभरले। यस्तो गरेर फुस्केछ, यत्रो घसिँदा आम्मामामामा। हत्तेरिका गाई चाहिँ हेर्नु त के हो यस्तो, ड्राइभरको के दिन आएको हो यस्तो तातो छ। यस्तोको नट निक्लेछ नि त नि, नट निक्लेर ए यस्तो के बानेको छ। यहाँ हेर्नु न, सबै निक्लेको एकैचोटि गएको। अनि टायर यहाँ नरमा पसेको थियो। म त उहाँ हेरेको थिएँ टायर गयो भनेर। यहाँ हेर नि टायर भित्र गएको गएको। एउटा टायर यहाँ छ, एउटा टायर कहाँ छ गाडी छ होला। बगाएको थियो अरे, यहाँबाट यहाँसम्म पुगेको थियो अरे। यत्रो भारी पनि खोइ बगाएछ। हुन्छ नि यत्रो ब्लग बनाउँदैछु, भरि युट्युबमा हाल्नु परेन। हेर्न सक्नुहुन्छ यहाँ जन्तीलाई यहाँ बाटोमा अब
ओसेन लाएर सुताइन्छु म यो कहाँको गाडी भन्दा विराटनगर थिएँ गौरीगञ्ज गयो माथिसम्म लिन गयो माथि यस्तो बर आएको छ आम्मामा छोरा उधर क्या गया था उधर वो एक चक्का इधर नॉर्वे गया था चक्का को उधर गया है उधर गया है चक्का पता नहीं देखा ना हम कहाँ से देखा है अब अन्हारा है तो कोई थोड़े देखे एउटा उहाँ माथि त्यो सिटी भएको ठाउँतिर एउटा नट फुकेको रहेछ त्यहाँ चाहिँ फुकेर आएको यस्तो भएको छ अहिले कन्डिसन हेर्न सक्नुहुन्छ दर्शकबिनहरू यो शिव शताक्षी 7 यो शिव शताक्षी 7 झारबारीमा यस्तो भएको छ अहिले हेर्न सक्नुहुन्छ केटाहरू कसैको नम्बर छैन छैन मसँग त किन त्यहाँ नरमा यसो त्यहाँ बगाएर लगाएको छ कि अन्त हेर्न लगाउनु लाग्यो उधर चोकमा त्यो मुनि झऱ्यो त्यहाँ अड्केको होला त्यहाँदेखि चाहिँ के भयो कुन चोकमा उहाँ चोकमा छ क्या त्यहाँनिर छुट्टिने ठाउँ छ नि त त्यहाँ न सर नालाहरू सबै अघि नै पसेर हेर्नु पर्थ्यो कि होइन यो टायर बग्दै थियो बगाएको यो टायर यत्रो टायर पनि बगाएको पानीले यहाँबाट तान्न खोजेको उहाँ पल्लोपट्टि लगेर अनि उताबाट फेरि तानेर निकाल्यो तपाईँ स्टाफ तपाईँहरूको एउटाको नट चाहिँ माथि झरेको रहेछ ए नटमा चाहिँ कसरी मलाई झऱ्यो मिसिनले सबै चेन्ज गर्नुपर्छ मिसिनले टाइट गरेको नटहरू हो पुरा थ्रेडै खाइसकेको छ अन्त बाङ्गेको रहेछ कि क्या होइन एउटा डिस्क क्रेक थियो क्रेक भएको डिस्कबाट मलाई सबै मलाई झाऱ्यो कि फुटेछ यस्तो नट लुज हुँदा थाहा पाएन आवाज आएन कहाँ केही आवाज आएको छैन यहीँ ब्याङ्क डाँडामा आएर 1 घन्टा बसेको गियर नलागेर बल्ल 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 गियर लगाएर बिस्तारै आएको नट चाहिँ त्यहाँ झरेको डुबेन त्यही भएर त यो यहाँ थियो एउटा अगाडि कुद्दै गरेर देखेको थिएँ त्यो त्यहीँ हुन्छ होला अर्को चाहिँ हेर्नु पऱ्यो भनेर आएको यसो हेरेको त्यहाँ बग्दो रहेछ हाम फाल्न खोजेको झन्डै डुबिन तिमी यो उता त गएको छैन यो यतै गएको छ अनि त्यहाँबाट यसमाथि टेकेर उता गएर अनि तानेको टायर बएछ नर्मै छ क्या टायर जन्ती लिएर आएको गाडी ब्लग भरे युट्युबमा हाल्नु परेन मेरो नरायो नरायो मेरो छैन ए आयो सो हेर्न सक्नुहुन्छ अहिले दर्शकबिन तपाईँहरू यो रातिको अहिलेको 7 बजीको ताजा खबर हो यो शिव शताक्षी 7 झारबारी झापामा यस्तो अहिले दुर्घटना घटेको छ जन्ती लिएर आएको बस यता गौरीगञ्ज गइरहेको जन्ती चाहिँ कहाँबाट ल्याएको त थाहा भएन जन्ती लिएर आएको बस गौरीगञ्जतिर गइरहेको बेला झारबारी भन्ने ठाउँमा गाडीको लेफ्टपट्टिको 2टा चक्का खसेर नहरमा छिरेको छ एउटा चक्का चाहिँ अहिले भेटेको छ भने अर्को चक्का चाहिँ थाहा भएन कहाँ छ होइन हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू अहिले कन्डिसन यस्तो छ यहाँ मान्छेहरू धेरै खोज्नेमा हिँडिरहेछन् यो भाइ त कस्तो माले माले जस्तो देखिन्छ मालबहादुर हो 1 नम्बरको एकजना यताबाट आयो गोक्दै आएको छ चोरी मान्छे जस्तै सक्नुहुन्छ तल माथि हो छैन मिलेको छ आफै हान्नु भएको सो हेर्न सक्नुहुन्छ यो न्युज निकै कति 2जनाले हेर्छ कि 1जनाले कस्तो 2जना भाइ मैले लाखौँमा फलो अस्ति हेरेको 11 लाख थियो त्यस्तै हो नि त हामी अहिले यहाँ टायरको उद्धारमा हिँडिरहेको छौँ टायरको उद्धारमा हामी हिँडेर अहिले यहाँ ब्लक हामी हिँडेछौँ पछाडि एउटा माल त माले खाने जस्तो भइरहेको छ मालबहादुर त्यत्रो त जाँदैन उहाँ तलदेखि छैन हौ त्यस्तो छैन हल्का फुल्का एकजना छिरेर आउनु पर्थ्यो कि सिधै होइन यहाँ ढुवाङदेखि कहाँ छिर्छ त टायर एउटा ट्यापे बहादुर आइरहेछ को हो यो यसको टायर फुस्किनु पर्ने कि यो त मर्थ्यो त टायर फुस्क्यो लु आज जन्ती लिएर गएको गाडी कति हो त्यो भाइ मलाई पछाडि डोन यो ढुवाङबाट छिर्छ र टायर छिर्छ
यो ढङ्गको दुलोबाट छिर्छ र के माथि ढङ्गमा हुनुपर्छ कि यसको नाम कहाँनिर छ सानो ठाउँ त्यहाँबाट कहाँ जान्छ र यहाँदेखि यत्तिकै बिचमै हुनुपर्छ है कहीँ छैन अरू यता पश्चिमपट्टि गएकै छैन त्यो टायर त माथिबाट बगाइरहेको छ के खाएको पोतिङ बाबा त्यता आयो र एकचोटि त्यहीँबाट पसेर एकचोटि छाम्नु न भनेको अघि 30-40 हजार रुपियाँ माया मार्दिनु मार्दिनु गाउँको सबभन्दा ह्यान्डसम चाहिँ यही हो जलाइन चाटकाट्छ है त्यो यस्तो जलाइन चाहिँ के भएको भन्दा धेरै माल खान्छ होइन धेरै बुझ खान्छ त्यही भएर यस्तो जलाइन भएको किनकि लुतो खान्छ त्यही भएर यता फेरि अर्को महा दुर्घटना भएको छ यहाँ हाम्रो अङ्कल लड्नु भएको छ पक्कै यो दुर्घटना क्षेत्र हो यहाँ बस दुर्घटना यता साइकल दुर्घटना ए यस्तो पछाडि होइन क्या यही बाटो फर्किँदै यहीँ नै ठ्याक्कै त्यही नै होइन यो बाटोमै त्यही खाल्टो खुल्टी त्यो रातिको देखिँदैन हजुर लागेको पानी परेको बेला निकै खाल्टाहरू छ नि यहाँ त हाम्रो जस्तो प्रायः जस्तो यो एक्सिडेन्ट भइरहन्छ कि यहाँ दर्शकबिन हामी यहाँ चाहिँ टायरको खोजीमा तर टायर हामीले अझैसम्म उद्धार गरेको छैन हाइवे त्यो बाटो बिग्रेर सबै मान्छे यतैबाट ल टायर भेट्यो ए त्यहाँ गएको रहेछ टायर लु हो त्यहाँबाट जानु त टायर भेटेको छ हाम्रो होलीमा थियो ऊ पर यो लाइट देखेको ठाउँमा त्यो त हो टायरकै हो यहाँ छ टायर रहेछ ल उहाँदेखि आइपुगेको कति टाढा आएको रहेछ अनि कस्तो स्पिड ल्याएको त गाडी हेर्न सक्नुहुन्छ म छक्क भूत हो कि मान्छे हो धन्न धेरै स्पिड थिएन होइन यहाँ आइपुगेको रहेछ यार कत्रो स्पिडमा आएछ त नि टायर टायर त स्पिड घुमिहाल्छ नि कुनै अहिले बाइकहरू भइदिएको भए प्लान्टै जेन्डर एक्सिडेन्ट हुन्थ्यो टायरको उद्धार भइसक्यो जा भाइ खेल्दै बाइक थियो भने त हो काजा बुझ्यो भन्थ्यो नि यार बाइक सिटीहरू बल्ल यहाँको रहेछ अन्त अनि पानीमा गयो पनि डुब्दैन नि त तैरिन्छ नि होइन नि त्यो छड्केर आयो रहेछ अन्त टायर भेट्यो कति स्पिड आएछ भने यता धेरै अनि यस्तो स्पिड आएको बेला भित्र फेरि कुनै ठ्याक्क त्यतिखेर यो सिटी अटो आएको भए कचाक कुचुक झन् यस्तो उफ्रे टाउको ड्याम्मै लाग्यो अब्बै ठाउँको ठाउँ होइन धन्यवाद फोन गरेर भन्दिनँ भेटायो भनेर आउँदै सरको गाडी भनेपछि भेटायो भनेपछि कति जोग्यो 40,000 त्यस्तै होला नि होइन महँगो बोलिन्छ गाडी सो टायर भेट्यो एउटा यहाँ नरमा अर्को त पर बासगाडीमा हेर्न सक्नुहुन्छ अनुभवहरू आजको भ्लग चाहिँ नकाटी बनाउने हो गाडी यस्तरी ढल्केको छ हेर्न सक्नुहुन्छ निकै ढल्केको छ तल नटे सबै नटे के गर्नु अहिलेको स्थिति यही लाइनबाट कुदो होला होइन धन्न मान्छे कोही आएको रहेछ उता सिटी अब सोच्दै झिरिङ्ग साइकलहरू केही आएका थिए भने
त्यो टायरबाट कति मरेका छन् फेरि नट कस्तो स्लिप लागेको सबै एकैचोटि अब यो सबै फेर्नुपर्छ होला होइन यिनीहरू त काम दिन्छ होला नि यो ठुल्ठुलो त्यो त ड्रम त काम दिन्छ नटहरू मेन चाहिँ यो चिज चेन्ज गर्नुपर्छ अब उहाँसम्म लगिन्छ सामान चाहिँ उहाँ गरेर बिस्तारै लानु पर्यो होइन अझ ख्याल गर्दै त्यत्रो ब्याङ्क डाँडामा हामी बसेको त्यति याद पनि आएन क्या त्यतिखेर हेर्नु पर्थ्यो क्या जग्गा जग्गा मलाई त त्यो शङ्का लागेको थियो के अब त मान्छेको कथा यो बिस्तारो लाने हो हो त यता अर्कोतिर ध्यान भयो नि त हाम्रो चाहिँ गाडी गियर नलागेर म अर्को तनाप्छ अनि उतातिर ध्यानै गएन ए उयो कुदाको गियरै लाग्दैन क्या बडा फ्यारो बल्ल तल्ल गियर लाग्यो फेरि एउटा मुसिबत देख्यो अर्को गाडी त आइपुग्यो भन्यो यो भन्नुभयो कि चन्दीहरू यो भन्नु सबै निस्केर भागो के गरी गयो रे भन्दा तल खसेर माथि एउटा खसेर गएको यस्तो छ होइन यत्रो भिसेर माथिबाट हो नि स्पिडै थियो हेर्न सक्नुहुन्छ मेरो कुकुर जो जा पौडी पौडी जा पौडी पौडी जा पौडी जो जा बुक 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 पक्रिएर यता जो तपाईँहरूले एक्सिडेन्ट हेरिसक्नुभयो होइन एकछिन भए पनि रमाइलो भयो होइन मेरो ब्लगलाई कन्टेन्ट भइहाल्यो होइन गाइज बसको चक्का फुक्लेपछि हेर्न सक्नुहुन्छ यो हाम्रोमा त अनेक 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 हुन्छ